ल ल गाइस हामी पुरै नौलो यात्रामा पुरै यहाँ बोलेरो पिकअपमा बसेर पुरै नेपाल विद्युत प्राधिकरण गाडीमा बसेर तलबाट यस्तो हिउँ परेको छ अगाडि सरर हिउँमा पुरै यो गाडी एकदम बलियो खालको गाडी रहेछ। अहिले हामी पुरै हिउँमा छौँ। हिउँमा पुरै यहाँ लगभग 1 फिटभन्दा बढी हिउँ परेको छ। पारी पारी घाम लागिसकेको छ। अब हाम्रो यात्रा निरन्तर चलिरहेको छ तर यो गाडी चाहिँ बबालै रहेछ। धेरै एडभेन्चरस जर्नी भएकै हो। रन्जर कस्तो रह्यो? एकदम मस्त एडभेन्चरस। यहाँ हेर्नुहोस् गाइजहरू ल हामीले एकदम हामीले विशेष धन्यवाद चाहिँ मुगु विद्युत प्राधिकरणलाई एकदम विशेष धन्यवाद दिन पर्छ। उहाँहरूले चाहिँ हामीलाई यहाँ लिफ्ट दिएर पुरै टपसम्म लिएर जानु भएको छ। ल ठिक छ। फाइनल्ली गाइज हामी चाहिँ यहाँ आइसकेका छौँ तर यहाँ गणेश सर हाम्रो उहाँ हाकिम सरले एकदम विशेष सहयोग गरेर यहाँसम्म आइपुग्यौँ हामी। ल यहाँ हिउँ चाहिँ एकदम बढिया छ यो खुट्टो पुरै। ल ल यहाँ गाडी फस्यो। अब हामीलाई पुरै बेलचा हानेर निकाल्छौँ। ल गाइजहरू हाम्रो पुरान सरले यहाँ बेलचा हान्दै हुनुहुन्छ। मैले भर्खर हानेर भर्खर सकाएँ। त्यसै पुरान सरको पालो प्याक्क लाएर हाम्रो देश बनाउन लागेको इन्जिनियर एक होनहार इन्जिनियरले मुगुमा हिउँ फाल्दै गाइजहरू। उमन सरलाई यहाँ ट्याक्क गुरुलाई हिजो साँझदेखिको भोको भएर हामीले रोटी र यहाँ तरकारीको व्यवस्था गरेछौँ। उमन सरको होइन क्या खिच्न आउनु त मेरो हो। अर्को खन्ती छैन बेल्छ पछाडि उमन सर त्यो टिप्परमा छ लिएर आउनुहोस् आउँदाखेरि टिप्परवाला बोलाउनुहोस् भन्दै त्यहाँ टिप्परवाला बोलाउनुहोस्। यतिको बनाउनु भने त गइहाल्छ त। ल ल गाइस सर ल पुरान सर ल फोटो हो क्या काट्यो उकालो अब ल गाइजहरू हामीले फाइनल्ली निकालिसकेका छौँ पुरै गाडी यहाँबाट। उकालो त काट्यो हो म त जान्छ अब त हामीलाई कुरीको कि मान्न सकेर हो खास। खै बट्टाले बेलचाले गर्दा हिँड्न सके आएन क्या। ल्याउनुहोस् ओ उमन सर गाडी क्या भएको हामी पनि हिँडेर के हुन्छ के नचलाउनु दाइ यो खास गराउनु खोजेको के हो? डल्लो बनाएर फाल्ने सर फोटो खिचौँ। सरले यहाँ पुरै टाउकोमा राखेर खिच्नुहुन्छ। अब च्याप्पै छ ठाउँ यो त आफै ऊ हुँदो रहेछ होइन? डल्लो पर्छ सबै हुन्छ यो। भाइ खुट्टा चाहिँ ठिकै छ कि जुत्ता न्यू ब्रान्ड हुन्छ नि। यहाँको छोड्नुहोस् हिउँ त्यहाँको नउठाउनु न यहाँ गर्नु मद्दी लिएर गाडी मद्दी त हाल क्या हो यतै गराएपछि यहाँ यो फोटो खिच्छ। ल अब म बोक्छु यो चोरी चाल्छु कस्तो सर अक्कल हुन्छ मेरो हात पर्छ हात जान्छ सर त्यहाँ माथिमै जानु ओ कार्की उब्ल्याउन ओ कार्की उब्ल्याउन उता नाम क्या ए ल गाइजहरू माथि र पहिरो यहाँबाट गएर अब यता पल्टा अब यो पुरै उठा लिन्छ ल माथि समेत। रोड पनि क्लियर हुन्छ त त्यो भ्यू उठाउँदा। हो यस्तै गरी लिक बनाउन न त दुईतिर स्याठा। ल हामी चाहिँ एकदम मुगुबाट फर्किँदा एकदम दुःख पाइयो। यहाँ हाम्रो राजा साहब यहाँ यस्तो हुनुहुन्छ।
गाइस सर यस्तो दुःख पाउनु भएको छ मुगुको राजा साहब मुगुको राजा साहेब उहाँ पुरै ऊ बेला राणा शासनमा उहाँको एकदम ठुलो भूमिका छ मुगु बनाउनुमा हो चाइना लगिसकेको थियो उहाँले जबरजस्ती ले भनेर ल्याउनु भयो छैन पर्दैन अब घाम लाग्यो ल है गाइस हामी चाहिँ ट्याक्कै यहाँ ल च्याटा लाएर यहाँ पुरै गाडी रोकिया छ च्याटा लाएर कालो चस्मा लाएर च्याटा पारेर चाहिने पुरै गाडी उद्धार गर्दैछौँ हामी फेरि खतरा ट्रिक राख्के सुटुक्क भन्नुपर्छ सुटुक्क गाडी ल ठिक छ हामीले फेरि यहाँ सब गाडीलाई बोलाएर पुरै यहीँ रोक्दैछौँ कि सब गाडी आयो भने त हामीलाई पनि सेट हुन्छ नि त गाडी यहाँ पुरै हिउँ त पुरै यहाँ हेर्नुहोस् गाइस 1 फिटभन्दा बढी छ यहाँ पुरै हिउँमा फेरि ट्याक्क सिधै आँखाले हेर्ने नि आँखाको रेटिना खराब हुनु सक्ने सम्भावना बढी छ पुरै टलक पनि बढी छ ल है त गाइस अब यहाँ हेर्नुहोस् गाइजहरू हामीलाई यहाँ जिल्ला प्रशासन मुगुबाट खासै त्यति छिटो छरितो सहयोग भएका होइनन् भनेर साहब के भन्नुहुन्छ यो चाहिँ सहयोगै भयो विपद व्यवस्थापनमा त केही भएन यहाँ पाउनु भयो माइनसमा आयो हुन् अङ्क यो मेरो पाइला चाहिँ यहाँ फोटो खिचे आउने एउटा पाइला बनायो भने मैले बिचमा यहाँ यसो गरे हुन् सबैले यस्तो उसमा चाहिँ आफ्नो मायाको नाम लेखे हुन् ल गर्लफ्रेन्डको नाम लेखे आउनु पुऱ्याउनु सर गर्लफ्रेन्डको नाम लेखे हुन् यहाँ हिउँमा लेखेपछि तपाईँको घर जाने बित्तिकै पिए सरहरूलाई स्वागत छ यो गाडी आयो यो लाएपछि केही हुन्छ कि भन्ने भएर सक्दैन गाडी आइसक्यो होला यहाँसम्म धौधौ गरी ल्यायो ल पुरन सर मायाको नाम लेख्नुहोस् त्यहाँ खुरुखुरु माया नाम ल यो यहाँ त्यही लेखिएको हिसाबले आई लभ यु लेखेर ल्याउनु त म देखाइदिन्न कि ब्लर गराइदिन्छु ल पुरन सरले यहाँ मायाको नाम लेख्न लानुभएको छ है ल गाइज ल माई सेल्फ है यो ए यो धोका जानी जानी धोका गर्लफ्रेन्डको नाम लेखे हुन् यस नलेखे हुन् नजरले खने आउने नआत्तिम टिप्पिदोरमा आयो भने दुई गुम्टीमा पुरन सर केटीको नाम आउनु र यार तपाईँलाई एउटा केटीको नाम त लेखिदिनुहोस् यार यहाँ राख्नुहोस् यहाँ ल भन्नुहोस् त्यो पाइला साइलाहरू खिच्नुहोस् यो पुरन सरको पाइला यहाँ अब यहाँ कसैले जोडी बनाउनु चाहेमा चाहिँ तुरुन्तका तुरुन्त हामीले बनाइदिन्छौँ ल मेन्सन गर्नु होला च्याट्टा लाएर ल च्याट्टा लाएर पुरन सर ल यहाँ हाम्रो राज साहबले पुरै यहाँ लेख्दै हुनुहुन्छ कि आई लभ मुगु लेख्न लानुभयो कि लेख्न लानुभयो सिरी 3 पनि लेख्नुहोस् राणा साहबले आफ्नो अगाडि सिरी 3 राखे सिरी 3 राखे हुन् राज साहब ल हाम्रो यहाँ पुरै नेपाल विद्युत प्राधिकरण गाडी चाहिँ पुरै यहाँ अलिकति ट्राफिक नेपाल प्रहरी हाम्रो सरले यहाँ पुरै अझै सही साहबले पुरै यहाँ ट्याक्क लाएर पुरै आउने बित्तिकै बेलुका हानिदिइसक्नु भयो यहाँ विद्युत प्राधिकरणको गाडी भनिसकेँ सर ल केही भन्नु छ सर के भन्नु अब काममा हिँडेको अब हेर्नु न यस्तो हिउँले गर्दाखेरि यहाँ गाडी नै नहिँड्ने भइसक्यो यहाँ भुल लागेर साथीहरू बिहालाई गइसक्यो अब अझै पनि प्रयास गर्दैछु मेसिन आउँछ भन्ने आश छ ल बिजुक छ सर के गर्नु ल धन्यवाद सर नगर भने तिमीहरू हाम्रो यहाँ सर यहाँ पुरै बेलुका हानिदिइसक्नु भयो अरे ल च्याट्टा लाएर ल हाम्रो गाडी यहाँ पुरै सक्ने जति यसले धान्ने जति सब आइसक्यो अब अलिकति नसकेर मात्र हो लगभग यहाँ हेर्नुहोस् कति छ भन्दाखेरि यस्तो गर्दा नाप्दाखेरि लगभग 2 फिट त छैन 1.5 फिट जति रहेछ कुनामा त 2 फिटै छ के भयो हुन् के भयो आएन हामी आफैले हातले नाप्या हुन् मान्छे भन्ने अब प्राविधिक अनि टेप नबोकी के हिँड्ने हुन् त हामी त पुरै आँखाले हेर्दै हुन् अनि नाप्दै हुन् ल त्यहाँ बस्न जानु पर्यो के
पछाडि बस्नु जानु पर्यो यसो गर हल्ला नि त यहाँ निस्किन्छ ल बाटा नभइदिउँ मैले फेरि गोला गाइजहरू त्यहाँ नगएर जान्न कि ल यहाँ पुरै हिउँको डल्लो आइरहेको छ है गाइजहरू यहाँ पुरै यस्तो ल है यतातिर होइन हौ तलतिर नफाल्नु होला उता तलतिर नफाल्नु गाडीहरू के पल्ट्यो भने तलसम्म फुटिहाल्छ यो होइन नफुट्यो भने यो हिउँ बाक्लो छ होइन जम्दै गयो भने तल ठुलो भएर तल गाडीसम्म पुग्यो पछि यो राख्यो भने साह्रो हुन्छ जुन कुट्छ यो होइन यो साह्रो हुँदै जान्छ कि यो 5 महिना गाडीमा घर कतै ठोक्यो भने त बाटो माथिबाट जेसीबी आइरहेको छ अहिले यताबाट हामीले हाल्दै गइरहेको छौँ माथिबाट जेसीबी आइरहेको छ टाइम लाग्छ यो भन्दा ठुलो हामी लुटाउँछ यो टली रुन कि त्यहाँ जाँदै नै बस त तपाईँको यहाँ तल पहिरो झार्नुभन्दा अलि गाडी र घुम्नु त आज बस पास हुँदैन ट्रक त हिजो एउटा आयो भन्थे तर आज चाहिँ जिपहरू एकदम ट्र्याकमा आएर धुम्नु खोजिसक्यो पहिरो गमगढीबाट चाहिँ बेलुकासम्म खुलिहाल्ला ल सर छोडौँ ल है गाइजहरू गयो ल है